अब हामी चिडियाखाना कुकुर बिरालो हेर्न आयौँ। कोही बाघ हेर कोही भालु हेर। इधर आयो रे इधर किधर है ल गाइज हेर्न ऊ जेब्रा भनेर ऊ त्यहाँनिर छ लामो गरेको। म एकछिन क्यामेरा ब्याक गर्छु है। ल हेर्नुहोस् त गाइज यहाँ हाम्रो आज जेब्रा हेर्ने पालो आएको हो। ठुला रहेछ सबै यहाँ घरका जेब्रा ती चाहिँ बनाएका जेब्रा हुन् गाइज सबै हेर। सबैले तीन आँखावाला कहाँ गयो यहाँ पनि हेर अब अर्का तीन आँखावाला बाघ हेर्ने मान्छेले सबैले हात ठड्याउ है पछाडिको मान्छेले बाघ हेर्ने कतिजना हौ गाइज हेर्न बिहानदेखि 10 चोटि फोन गरी गरी उहाँलाई खिचेर ल्याएको बल्ल है हाम्रा मायाजल काका बखुलाएर मान्छे भेष लाएर नि यति बेला जाड आएर आएको चिसो पनि यति धेरै मान्दैन ठन्डीको बेला म त यो कुरा के भन्छु गाइज हेर्न यी सबै मान्छेहरू यहाँ चिडियाखाना हेर्न होइन कि फोटा खिच्न आए जस्तो सबै फोटा मात्रै खिचिरहेको छ ल हेर है गाइज तपाईँहरूले बाघ देख्नु भएको छ ए हेर्नुहोस् बाघ ल गाइज अब हामी नेक्स्ट आयौँ होइन यो बाघको खोरमा आयौँ तपाईँहरूलाई देखाउनु चाहिँ अर्को बाघ हेर्नुहोस् है हेर्नुहोस् त तपाईँले नजिक भएर देखाउनुहुन्छ यो हो नि चिडियाखानाको बाघ खाना नपाएर रहेछ गाइज होइन भोकै रहेछ होइन तर बाघ चाहिँ बाघै रहेछ कि रहेछ हेरी ल गाइज हामी जाँदैछौँ अब अर्को पार्टमा के छ आउँदैछ अब हेरौँ है यो के खानीमा के रहेछ ल हेर्नुहोस् त गाइज अब यहाँनिर भालु कता गयो पछाडि ऊ त्यहाँनिर हेर्नु त गाइज भालु होइन ल हेर्नुहोस् त गाइज भालु नजिकबाट देख्न सकिन्छ हेर्नुहोस् गाइज होइन भालु तपाईँले देख्न सक्नुहुन्छ हेर्नुहोस् होइन यो चाहिँ कुन हो कति ठुलो छ कि अस्ट्रिच भने यही होइन अस्ट्रिच हो पानीमा के साह्रो ठुलो गाइज खुल्लामा रहेछ गाइज हेर यो ठुलो जनावर वाउ हेर्नुहोस् त हात्ती भेटियो